1 2 3 4 सबै मानिसहरूको एक न एकचोटि गोसाइकुण्ड पुग्ने रहर हुन्छ। अब त्यो चाहे धार्मिक हिसाबले होस् या पर्यटकीय हिसाबले। यो वर्ष मेरो पनि गोसाइकुण्ड जाने सपना पूरा भयो। यात्राका अनगिन्ती अविस्मरणीय क्षणहरूलाई कैद गर्दै यो भिडियो बनाएको छु। हजुरहरू पनि मेरा ती यादहरूसँग रमाएर गोसाइकुण्ड पुग्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हामीले हाम्रो यात्रालाई सामाखुसीबाट सुरु गरेर टोखा, बिद्दुर, धुन्चे हुँदै गोसाइकुण्ड पुग्ने निर्णय गरेका थियौं र प्लान अनुरूपै हामी 6 जनाको एउटा टोली सामाखुसी चोकमा भेट्यौं। त्यहाँनिर पेट्रोल हालेर हाम्रो गन्तव्यको सुरुवात गर्यौं। यात्रा सुरु गरेको 2 घण्टामा हामी एउटा बिद्दुर भन्ने ठाउँमा पुग्यौं। त्यहाँ पुगेर हामी एउटा मार्टमा छिर्यौं र हामीलाई ट्रेकको लागि चाहिने बिस्कुट, चकलेट, इनर्जी ड्रिङ्क, टोयलेट पेपर लगायतका सामानहरू किनेर फेरि यात्रालाई सुरु गर्यौं। बिद्दुरदेखि 1 घण्टामा हामी धुन्चे पुग्यौं। त्यहाँनिर हाम्रो बाइक र मान्छेहरूको छुट्टा छुट्टै रजिस्ट्रेसन गर्नुपर्ने रहेछ। त्यसै अनुरूप त्यहाँनिर रजिस्ट्रेसन सकाएर हामी धुन्चेबाट ठुलो स्याप्रोतिर लाग्यौं। धुन्चेबाट ठुलो स्याप्रो जाने बाटो एकदमै अफरोड छ। कि तपाईहरु आमायाङ्ग्री जानुभएको छ भने ठ्याक्कै त्यस्तै। धुन्चेबाट करिब 2 घण्टा ट्राभल गरिसके पछाडि हामी ठुलो स्याब्रोमा रहेको होटल इभिनिङ भ्यूमा पुग्यौं। हिँड्नै मजा भन्छ त केटाहरु त बाइक भन्दा यार। यहाँनिर ठ्याक्क ठुलो स्याब्रो बेसीमा आएर बसिरहेछौँ। करिब करिब धुन्चेबाट 2 घण्टा ट्राभल गर्नुपर्ने रहेछ। तर बाटो सजिलो चाहिँ धुन्चेबाटै जानुहुने रहेछ। यतापट्टि बाटो पुरै अफरोड थियो, पुरै आमायाङ्ग्रीको भाइब दिनेवाला। यहाँनिर पछाडि ठ्याक्क हिमालहरू देखिरहेछ। अहिले चाहिँ बादलहरूले रोकिरहेछ। अब यहाँबाट स्ट्रेट हाम्रो अफिसियली ट्रेक सुरु हुन्छ। होटल इभिनिङ भ्यूमा हामीले खाना खाएर हाम्रो ट्रेकलाई सुरु गर्यौं। करिब 2 बजे हामीले हाम्रो ट्रेक सुरु गर्यौं र आजको हाम्रो यात्रा भने ठुलो स्याप्रोदेखि चोलनपाटीसम्म। करिब 2 बजे हामीले हाम्रो ट्रेकिङ स्टार्ट गरेछौँ र ट्रेकिङ स्टार्ट गरेको 5 मिनटमै सास भइसक्यो। कालु गाह्रो भएको छैन नि? पेट मात्र घटेर चाहिँ आफूलाई हेल्दी छु, तगडा छु भनेर नसोच्यो भने चाहिँ केटा हो। म पनि आफूलाई हेल्दी सोच्थेँ, तर होइन रहेछ। पेट सेट त लागेको छैन। त्यही पनि ट्रेक स्टार्ट भएको भएर 15 मिनट भयो। हिँड्नलाई त सासै जाला जस्तो भइरहेछ। त्यसमाथि भात झन् 2 थाल खाएर हिँडेको। भात खाने बित्तिकै त एकदमै गाह्रो हुने रहेछ। हाम्रो केटाहरू चाहिँ माथि हिँड्दैछ। के भयो काले गाह्रो भयो? 8 बजी पुग्ने हुने होइन? हिँडाइ भन्दा बढी आराम गरेर हामी बल्ल बल्ल मूल खर्क पुग्यौं। होइन होला है गाइजहरु, रमसित हेरौ एकचोटि। चोलाङ भोटे कुकुर हेर न, यति सानो छ होला। भोटे कुकुर होइन यो बेलायती हो। नेवार कुकुर कस्तो दाँतीको यो छेत्री बाहुनको कुकुर। ओहो कस्तो तिखो रहेछ यार। मेरो कुकुरको दाँत त मलाई धेरै तिखो भनेर मम्मीले हड्डी ल्याएर खुवाएको। हड्डी खाएदेखि त ढुङ्गा माटो। अहिले हामी चाहिँ मूल खर्क भन्ने ठाउँमा छौँ। यहाँबाट अब हामी बस्ने माथि चोलाङपाटी चाहिँ 1.5 घण्टा जति बाटोमा रहेछ।
करिब करिब 4 बजे छ तर यहाँ बादलले झ्याप्पै ढाकेर अँध्यारो देखिन्छ। यो साइडमा चाहिँ यो हिमाल देखिरहेछ। मूल खर्कबाट मास्तिर जाने बाटो चाहिँ त्यति हार्ड रहन्छ समय रहेछ अलिकति भिरालो तर उबर ठाडो चाहिँ छैन। 10-15 मिनट हिँड्दै बस्दै हामी यो मूल खर्क आइपुगेछौँ। मूल खर्कबाट यस्तो रुट माथिपट्टि चाहिँ खच्चरहरू पनि हिँडिरहेछ। अब चाहिँ त्यति हार्ड भएको छैन। हुन त अघि खाएको खाना पचेर पनि होला, अहिले चाहिँ ठिकै छ। हामी सबै केटाहरू हिँडिरहेछौँ, खासै कसैलाई गाह्रो पनि भएको छैन। करिब अहिले 6 बजिसकेको छ। अहिले पनि स्टिल हामी जङ्गलमा हिँड्दै नै छौँ। यो रुट चाहिँ अलिकति छोटो भए पनि गाह्रो रहेछ। हाई अल्टिट्युड एकैचोटि गेन गर्नुपर्ने भएको कारणले गर्दाखेरि, अनि स्पेसली तपाईँहरू सोलो ट्राभलर हो भने चाहिँ यो बाटो नआउनु होला, किनभने अहिले पिक सिजन भए तापनि यो बाटोमा खासै ट्रेक गर्ने मान्छेहरू छैन। अहिले हामी चाहिँ ग्रुपमा आएको कारणले गर्दाखेरि त्यो पनि केटा आएको छौँ 6 जना, त्यसैले हामीलाई चाहिँ गाह्रो भएको छैन। तर तपाईँहरू सोलो ट्राभलर हो भने चाहिँ गाह्रो पर्न सक्छ। त्यसैले सोलो ट्राभलर हो भने चाहिँ धुन्चे हुँदै जानु होला। ओके, कहाँ हो हल्लु? रातिको करिब 7:15-7:30 हामी चोलाङपाटीको एउटा होटलमा पुग्यौँ र टाइम वेस्ट नगरी हामी हाम्रो रुमतिर गएर रेस्ट गर्ने निर्णय गऱ्यौँ। रुम चाहिँ पुरै ओडार छिरेर जस्तो छ। भित्र चाहिँ फेरि हामी सुतेको रुम चाहिँ हो। अब त्यस्तो भिभिआइपी नभए पनि जोस जे छ यसमै छ। कस्तो भइरहेछ त विनायक यात्रा? एकदम जाडो भइरहेछ, टन्सिल भइरहेछ, घाँटी दुखिरहेछ, अलिक गाह्रो त्यही अरू त राम्रो खाएपछि ठिकै हुन्छ। अनि जिग्री एकदम बेस्ट भइरहेछ। हिजो एकछिन चाहिँ सास जाला जस्तो भएको थियो है? उकालो चढ्दा त सास जाला जस्तै भएको थियो। अहिले चाहिँ आएछ? अहिले त एकदम मजाले। अब एकछिन माथि गएर फेरि जान्छ। चोलाङपाटीमा चाहिँ अर्ली मर्निङ एकदमै चिसो थियो। बस्ने ठाउँमा नै एकदमै त्यो तुसारो परेको जस्तो हिउँहरू परिरहेको थियो भने यहाँ रुटको कुरा गर्दाखेरि यदि तपाईँहरू धुन्चे, देउराली, चन्दनबारी हुँदै आउनुभयो भने चाहिँ यो रुटबाट आउनुहुन्छ। र हिजो हामी राति आएको रुट चाहिँ यो मुनिपट्टिको रुट हो। कम्पेरिटिभली तपाईँहरू धुन्चे, चन्दनबारी हुँदै आउनुभयो भने त्यो रुट अलिकति सजिलो पर्न जान्छ, किनभने ठुलो स्याब्रुबाट एकैचोटि ठुलो अल्टिट्युड गेन गरेर चोलाङपाटी आउनुपर्ने हुन्छ। तर फेरि धुन्चे, देउराली, चन्दनबारीको रुट भने ठुलो स्याब्रुदेखि चोलाङपाटी आउने रुटभन्दा एकदमै लामो चाहिँ छ। अब हामीले यो चोलाङपाटी भन्ने ठाउँबाट हाम्रो यात्रा सुरु गरेछौँ र आज हाम्रो गोसाइकुण्ड पुग्नलाई चाहिँ 4-5 घन्टा लाग्ने कुरो छ। र त्यहाँ पछाडि हामी भ्याइसम्म फेरि सूर्यकुण्ड पनि गएर फेरि सूर्यकुण्डबाट फर्केर गोसाइकुण्डमा बस्ने प्लान छ। अब हेरौँ के हुन्छ, बाँकी त म तपाईँलाई देखाइ नै हाल्छु। साथीहरू धेरै हिँड्यो। अब एउटा राम्रो विवाहको बेलामा एउटा टिकटक पनि बनाइहाल्नु है। One, 2, 3, 4 कहाँ अहिले मर्यो भन्नुहुन्छ? उहाँथि लौडी बिनाको गाउँमै भइस। चोलाङपाटी, चन्दनबारी, हिजो धुन्चेबाट कति बजी आउनु भयो? 11 बजी हिँडेर। आमा चाँडै आउनु भएको छ धुन्चे त। छिटो आइसक्नु भएको छ। धुन्चे त 1 बजी होला। 1 बजी हामी त ठुलो स्याउटमा आउँदा त्यस खानासाना खाएर 2 बजे थियो। तल चोलाङ छिटो हिँड्नु भएछ। हिजो कहाँ बसे? ठुलो स्याब्रु ठुलो स्याब्रु। होइन चोलाङपाटी बस्यो त चोलाङपाटी। ल तल्लो भर्खर केटाहरूको नाच गाने बाँकी छ। 8 होइन 7 बजे 8 बजी हिँड्यो। चोलाङपाटी हामी चिया खाएर एक घन्टाको कडा हिँडाइपछि हामी चोलाङपाटीबाट लौरेबिना पुग्यौँ।
त्यहाँ पुगे पश्चात त्यहाँको भ्यू हेरेर रमाएर एकछिन थकाइ मार्ने निर्णय पनि गरे। साथीहरू धेरै हिँड्यो, अब एउटा राम्रो भ्यू आएको बेलामा एउटा टिकटक पनि बनाइहाल्नु है। सेकेन्ड टेक इन लाउरेबिना। अहिले हामी छोलङपाटीबाट लाउरेबिनामा आइपुगेर यहाँनिर भिडियो सिडियो फोटोसोटो खिचेर टिकटक बनाएर अब मास्तिर जाँदैछौँ। यो ट्रेकको सबभन्दा हार्डेस्ट पार्ट चाहिँ यही लाउरेबिना हो भनेर सुनेको हामीले भिडियो सिडियोमा हेर्दाखेरि। यहाँबाट ओभर ठाडो नै छ, हेरौँ कति टाइममा पुगिन्छ माथि। यहाँबाट कति बुद्ध मन्दिरसम्म होइन ठाडो पुरै, यहाँबाट बुद्ध मन्दिरसम्म पुरै ठाडो। 2 घन्टा जतिको रुट हो यो चाहिँ। हिमालय चाहिँ राम्रोसित देखिरहेको छ। अहिले चाहिँ मौसम खुलेको छ, कति समयसम्म खुल्छ थाहा छैन। मेरो टोपी मैले ब्यागमा हालेको अरे हो, म त्यस्तै लगाइरहेको छु। गाइज यार, म त पल्टेँ। रेस्क्यु गर्न कोही अब लिएर गएर हुन्थ्यो यार। हेलिकप्टर यहाँ माथिसम्म आउँछ, आउँछ बोलाउने हो र काले हेलिकप्टर। एकजनाको 50,000 होइन, एक ट्रिपको। ट्रेकको हार्डेस्ट पार्ट लाउरेबिना भन्थ्यो हो रहेछ यार, लास्टै गाह्रो रहेछ। 2 घन्टाको बाटो हिँड्नलाई 10 चोटि बसिसक्यो, अझै आइपुग्दैन त। बुद्ध मन्दिर भनेको तलबाट त नजिकै देख्थ्यो, जति हिँड्यो त्यति टाढो टाढो छ। टपमा यो बुद्ध मन्दिरनिर बसिरहेको छौँ। लाउरेबिनाको चाहिँ अब सक्यो उकालो, मेन उकालो सक्यो। हाम्रो केटाहरू यहाँ छ। अब चाहिँ उयो देखिरहेको स्लोप ल्यान्ड त्यति अब चाहिँ उकालो छैन होला, हेरौँ। योभन्दा माथि नै उकालो सक्यो फेरि। के छ समुद्र कस्तो हुँदैछ ट्रिप? रमाइलो छ यार, मजाको भ्यू चाहिँ हिँड्नै मन लागेन यार है, बसिरहनु मन लाग्यो। लाउरेबिनाबाट त्यो चढ्दा त अलिक गाह्रो भएको थियो, अहिले त ठिक छ। अब त्यो ढुङ्गासम्म उकालो रहेछ, त्यहाँबाट ओह्रालो सबैलाई। त केही भन्दैन त, दुधकुण्ड पुगेर आएको मान्छेलाई दुधकुण्डको ट्रायल गाह्रो कि यो गाह्रो त दुइटै उस्तै हो। त्यहाँ बुढीसँग जानु पाउँदा अलिक मजा आयो। होइन यस्तो भयो, त्यो चाहिँ बराबरै रहेछ। बुढीसँग आराम गरेर जानु पायो। यहाँ मुली केटाहरू झल्लु केटाहरूले खालि जाउँ गर्छ होइन। विनायक 2 शब्द जाओस् न, के प्याकिङ गर्दै हो? दाइ चाहियो रे, रमाइलो भइरहेछ विनायक। अब वर्षैभरि केटाहरू जहाँ भए पनि दसैँ तिहारको बिचमा वा पछाडि चाहिँ यस्तो ट्रिप चाहिँ भइरहनु पऱ्यो है। घुनिजेल के नेपाल हुन्छ, पछि त कसले देखाएको छैन। कालु पनि केही बोल्दैन त कालु यार। फोटै छैन यार, मोबाइलमा त तेरो हो, मोबाइल मेरो, फोटो छैन। ए ट्रायल चाहिँ अब यताबाट त्यो बुद्ध मन्दिरबाट चाहिँ अब यस्तो छ ट्रायल। यो ठाडो अलिकति ठाडो छ। त्यस पछाडि कता पो त्यो एक्ज्याक्टली चाहिँ थाहा छैन गोसेकुण्ड। अब यो ट्रेल हेर्दा चाहिँ यसो गएर माथिपट्टि यो डाँडाको पछाडि होला। हिमाल चाहिँ यति नजिक छ। हिउँहरू त्यति धेरै चाहिँ छैन, तर सिउँ चाहिँ देख्न पाइएको छ। यहाँ मुनि ट्याक्क झर्ना पनि सानो बगी पनि रहेछ। कुन चाहिँ कुण्ड हो यो? फेरि पानीको आवाज चाहिँ आनन्दको आइरहेछ, मधुर। हामी आएको ट्रेल रुट चाहिँ यतापट्टिको हो र यो अरू ट्रेलभन्दा चाहिँ एकदमै हिँड्नको लागि रमाइलो खालको ट्रेल रहेछ अहिलेसम्म मैले जति पनि ट्रेल गरेँ। किन भन्दाखेरि अरू ट्रेलमा चाहिँ रुखहरू हुन्थ्यो र ट्री लाइन पास भए पछाडि घाँसहरू थियो भने यसमा चाहिँ घाँसहरू खासै छैन त्यस्तो। हिमालको यतापट्टि खोजबाट हामी हिँड्ने गर्छौँ र अहिले बाटो त्यति हार्ड त छैन, तर त्यो लाउरेबिनाको जुन उकालो थियो त्यसको कारणले गर्दाखेरि अलिक सम्मो खालको पनि हिँड्न नसक्ने गरेर खुट्टा चाहिँ दुखिरहेछ। भैरव कुण्डको क्लियर भ्यू चाहिँ यहाँ छ। अनि त्यस पछाडि गोसाइकुण्ड चाहिँ ठ्याक्क यहाँनिर यो
हिमालको ठ्याक्क मुनि रहेछ। अब हामी आइपुगिसक्यौँ। अब हामी बस्ने होटल पनि ठ्याक्क उयो नै हो। खाना खानलाई करिब 2 बजिसकेको छ। त्यही पनि अब हामी खाना खान जाँदैछौँ। सूर्यकुण्ड पनि जाने हामीले प्लान बनाएको थियो तलबाट, तर खास स्थिति हेर्दाखेरि केटाहरूको हामी सूर्यकुण्ड चाहिँ जाँदैनौँ जस्तो लागिरहेको छ ट्रेकमा। हेरौँ त्यसपछि खानसाना खाएर के हुन्छ फेरि केटाहरूको कुरा। तर यो ठाउँ कतिको पिसफुल र स्पिरिचुअल एकदमै आनन्द आउने ठाउँ रहेछ। फाइनली हामी बस्ने आजको रात कटाउने होटल आइपुगेछौँ। फाइनली आइपुग्यो गाइज। के छ नि माथि आँट्छौँ त केटा हो के आँट्ने कि नआँट्ने माथि? भोलि फेरि गाह्रो हुन्छ कि भन्छ केटाहरू। कति लाग्छ सूर्यकुण्ड यहाँ? 1.5 घन्टा? हाम्रो बस्ने रुम चाहिँ हो। हिजो चाहिँ हामीले 3 जना छुट्टै छुट्टै रुम लिएको थियो 2टा। आज चाहिँ एउटै रुममा ओर्ने ठुलो खालको रुम भएर न्यानो पनि हुन्छ भनेर एउटै रुममा लिएको छौँ। यो ओर्ने चाहिँ पुग्दैन, त्यसरी यो चाहिँ अर्को थपिदिनु होला। यहाँबाट ठ्याक्क भ्यू देखिन्छ दुधकुण्डको चाहिँ झ्यालबाट हेर्दा पनि के अरे भैरव कुण्डको यहाँबाट ठ्याक्क देखिन्छ। लचक लचक रहेछ रे। भोलि बिहान चिसोले नुहाउन सक्दैन भनेर अहिले नै हामीले 3 बजे नै नुहाएर अनि भोलि चाहिँ चोखो नितो गरेर मात्र जल लिएर अनि यहाँनिर गोसाइकुण्डको दर्शन गर्ने भनेको। अहिले पनि एकदमै चिसो हावा चलिरहेछ। पानीको एकदमै चिसो स्याँटले हानिरहेछ अनुहारतिर जिउतिर। केटाहरूले अब नुहाउने आँट त गरेछन्। अब जिउ तातो भइरहेछ ज्वरोबाट जस्तो। नुहाउने कि ननुहाउने त दामी परिरहेछ भने त अब गोसाइकुण्ड आएर फेरि के ननुहाउनु। यो चाहिँ मेनली गोसाइकुण्डको नुहाउने ठाउँ चाहिँ त्यहाँनिर देखिरहेछ। नुहाउने ठाउँ त्यहाँनिर नुहाएर अनि यतापट्टि चाहिँ पूजा गर्न हुनुपर्ने रहेछ मेन मन्दिर चाहिँ। साइडमा खिचे हुन्छ नि है ओए इन्डियन हानी के नानी भिडियो यसमा त गरायो क्या फोटो त्यसरी खिच्यो। यसमा चाहिँ हुन्छ भिडियो र फोटो हुन्छ। त्यो त्यहाँ अहिले स्कुललाई चाहिन्छ कि। ओ माई गड तिन्छ त्यहाँ केटोले जाऊ त अर्को इन्ट्री। यो कदकबाट हुन्छ नि एउटा भिडियो सबलाई हाल्यो नि कदकबाट हुन्छ। छिटो छिटो ल चेन्ज गरेर हाल चेन्ज गरेर ल लडे यस्तो फोटो खिच्नु पर्दैन अहिले खिच्नु लाग्यो। यो सरी यार समुनाथको भाइ समुनाथ फेरि हात दुख्याने हो फेरि दुख्याने हो भिडियो राम्रो आएन फेरि दुख्याने हो। छिटो लुगा चेन्ज गरिहाल मेरो फुटमा त छिटो दौडी केटा। यो चाहिँ हाम्रो राजु साथी रमाइलो छ। तपाईँ खाली हो एउटा भिडियो खिच्नु है अहिले लास्टमा म छिरिहाल्छु। ए यसो यता समातिदिनु मिल्छ यहाँबाट। यो बेला बेला फोटो चाहिँ खिचिरहेको छ समातिनु यो चाहिँ बेला बेला हालिदिनु गर नि छिटो। डिक भाइ खिच्दै लाउँदा यहीँ हो रेवाज गएको। मान्छेहरू प्रायः यहाँ नुहाएर चाहिँ जल चढाउनु चाहिँ उतापट्टिको मन्दिरमा जाने रहेछ। यस्तो छ यो मन्दिर छेउमा।
ठ्याक्क माथिपट्टि हिमाल, तलपट्टि महादेव। गोसाइँकुण्ड लेक। अहिले बिहानको 5 बजेको छ र हामी यहाँनिर आज छिटै निस्किने भएर गोसाइँकुण्डमा चाँडै नै आएको छौँ। पानी पनि पुरै आइसकेको छ, बाटोतिर पनि पुरै आइसकेको छ। नुहाउनु चाहिँ हिजो हामीले नुहाएको हुनाले अब आज चाहिँ हामीले चुखेर मात्र पूजासुजा यहाँनिर गरेर निस्किने कुरो छ। आज बिहान 9 बजेहरू पनि छ फेरि एक एकमा पालन न जमिन हेरौ होला यो बेलुका साँझ जस्तो हल्दै छैन रहेछ। पान्जामा पनि छेउछेउमा जानु होला के चिसो हावा आयो। जानु पहिला अब मुख फ्रेस हुने यतै पुग्ने यतै धुने भयो त के छ जिग्रो ठिक छ विनायक ठिक छ गोसाइँकुण्ड we are at गोसाइँकुण्ड हैन अनाएर छ देख्दैन नवराजको गीत बनाइदिनु पर्छ यहाँ अहिले चाहिँ हामी यहाँ बोतलमा जल लिएर आएको छौँ। ब्रस पनि गरिए माथि जल लिएर आएर यहाँनिर चढाएर फेरि घर फर्केको हुन्छ। क्यास छ होला कि चान्चुन चाहिँ खै छैन। जल फिर्ता ल्याऊ क्या बोतल ल्याऊ ल। वीरको सुसनसँग छ अरे। जय श्री माधव। गोसाइँकुण्डको ठ्याक्क यतापट्टि चाहिँ साथीहरूले पूजा गर्दैछन्। अहिले बिहान हामीले यहाँ गोसाइँकुण्डमा नुहाएर देउताहरू दर्शन गरेर अब हामी ट्रेक सिद्धाउने क्रममा छौँ। कि बिहान हामी ट्रेक गरेर आउँदाखेरि रातिको थकानले जिउहरूले दुखेको थियो, खुट्टाहरू खासै दुखेको थिएन। ब्याकले गर्दाखेरि होला त्यति खास पानी छैन हामीलाई, यस्तो दुखेको थियो खास। तर यहाँनिर डुबल्को मारेपछि चाहिँ एकदमै आनन्द आइरहेछ। हुन त आइस बाथ भनेको एउटा थेरापी नै हो, त्यसैले पनि हिउँबाट सिधै आएको कारणले गर्दाखेरि एकदमै अहिले रिल्याक्स फिल भइरहेछ। गोसाइँकुण्डको भ्यू चाहिँ यहाँ देख्न सकिन्छ। ठ्याक्क यतापट्टिको गोसाइँकुण्ड हो भने यतापट्टि देख्न सकिन्छ। यतापट्टिको चाहिँ दुधकुण्ड भयो। सूर्यकुण्ड चाहिँ हामी जान सकेनौँ, योभन्दा माथिको डाँडा रहेछ, 1.5 घन्टा लाग्ने रहेछ। अब हामी आजै काठमाडौँ फर्किनु पर्ने कारणले गर्दाखेरि 3 दिनको लागि आएको भएको कारणले गर्दाखेरि हामी कसरी होटल थियो यति नै भन्दै। अब एकचोटि आउनुहोस्, यो ठाउँ चाहिँ एकदमै राम्रो छ, पिसफुल पनि छ र स्पिरिचुअल पनि एकदमै मसँग कनेक्ट एकदमै नजिक भएको फिल हुन्छ। त्यसरी आउनु होला एकचोटि। म चाहिँ मेरो एउटा सपना थियो, सबै मान्छेको एकचोटि गोसाइँकुण्ड आउने चाहिँ सपना हुन्छ। हामी यहाँ एकदमै खुसी लागिरहेछ। अब यहाँबाट हामी काठमाडौँ जान्छौँ।